ठाउँबाट विभिन्न स्थानबाट मोटरसाइकलहरू चोरी भएको भन्ने चाहिँ निवेदन परेको अवस्था थियो। त्यसमा चाहिँ हामीले एउटा टिम बनाएर सूक्ष्म रूपमा चाहिँ अनुसन्धान गर्न थाल्यौँ। सिसिटिभी फुटेज प्राप्त भयो। त्यो फुटेज मार्फत चाहिँ एकजना हामीले नियन्त्रणमा दिन सफल भयौँ र उसलाई केरकार गर्दै जाँदा अनुसन्धान गर्दै जाँदा संलग्न अन्य 3 जना र उसले आफै संलग्न भएर र अरू अन्य व्यक्तिहरू संलग्न भएर चोरी गरेर विभिन्न व्यक्तिलाई बेचेको र आफै पनि प्रयोग गरिरहेको अवस्थामा यो 4वटा मोटरसाइकल र एउटा अटो रिक्सा सहित नियन्त्रणमा लिन सफल भएको। नम्बर पनि चेन्ज गरेको पायौँ। जस्तो यो अटो रिक्साको नम्बर चाहिँ अर्को हालेर आफै चलाइरहेको अवस्थामा हामीले नियन्त्रणमा लिएको। अब यिनीहरूको विगतको अन्य मोटरसाइकल चोरीका यहाँ उजुरीहरू निवेदनहरू पनि प्राप्त छ। अब त्यो सम्बन्धमा पनि यी व्यक्तिहरूको संलग्नता छ छैन भन्ने कुरो अनुसन्धान गरिरहेका छौँ। केही कुरो खुल्ला अनुसन्धानबाट एभेन्जर मोटरसाइकल 3 गते बिहानको राति 2 बजे कन्काई नगरपालिका वडा नम्बर 8 समावेशी टोलको भित्री सडक बाटोबाट रञ्जित राजवंशी सहित नियन्त्रणमा लिएका हौँ। तीन गते नै यो सुपर स्प्लेन्डर हामीले 3 गते बिरतामोड नगरपालिका 6 स्यालडाँगीबाट नियन्त्रणमा लिएको। अब यसको चाहिँ वास्तविक नम्बर प्लेट चाहिँ परिवर्तन गरेर अर्को नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा हामीले भेट्यौँ। अर्को यो बजाज कम्पनीको 220 पल्सर मोटरसाइकल 3 गते नै बिहानको अन्दाजी 3 बजे बिरतामोड नगरपालिका 4 परपकार टोल स्थित डेरा गरी बस्ने यो जागिर आलम जो चाहिँ यो ग्यारेज सञ्चालक पनि हो, उसले खरिद गरेर आफ्नै डेरा कोठामा राखेको अवस्थामा मोटरसाइकल सहित व्यक्ति नियन्त्रणमा लिएको हो। अर्को यो टिभीएस कम्पनीको स्टिकर मोटरसाइकल चाहिँ यो 1 महिना अगाडि यो सुरुमा संलग्न कुमार राजवंशीले आफै चलाउँदै आएको र चेकिङको क्रममा भद्रपुर एरियामा त्यहाँ ट्राफिक सहितको प्रहरी सहितको संयुक्त चेकिङमा त्यहाँ चाहिँ नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको अवस्था थियो। पछि उसलाई केरकार गर्दै जाँदाखेरि चाहिँ त्यहाँ छ भन्ने जानकारी प्राप्त भएपछि त्यहाँबाट लिएर आएको हौँ हामीले। अब यसमा चाहिँ मेरो एउटा आग्रह के छ भन्दाखेरि प्रहरीको तर्फबाट आग्रह भनौँ, जस्तो यो अहिले यो मोटरसाइकल चोरी अनुसन्धानमा पनि सिसिटिभी फुटेजले हामीलाई मद्दत गर्यो। त्यसकै क्लुको आधारमा मान्छे पहिचान गऱ्यौँ, एकजना व्यक्ति नियन्त्रणमा ल्याउँ। त्यसपछि केरकार गर्दै जाँदा अनुसन्धान गर्दै जाँदा बाइक पनि चाहिँ उसले देखायो फलान ठाउँमा छ भन्ने कुरो, अन्य व्यक्तिको संलग्नता छ भन्ने पनि कुरा आयो। अब यो अनुसन्धानमा चाहिँ सिसी क्यामेरा फुटेजले चाहिँ धेरै सहयोग गरेको छ। मैले आग्रह गर्ने सबै आम मानिसलाई चाहिँ आग्रह गर्न चाहन्छु, सबैजनाले सम्भव भएसम्म आफ्नो घर कम्पाउन्डको अगाडिको भाग स्पष्ट देखिने गरी पर्याप्त लाइटिङको पनि व्यवस्था गर्नु पर्यो र सम्भव भएसम्म सिसी क्यामेरा पनि जडान गर्दाखेरि यदि जडान गर्नुभयो भने यस्ता घटनाहरू, चोरीका घटनाहरू कम हुन्छ, न्यूनीकरण हुँदै जान्छ र पछि घटना भएको खण्डमा पनि अनुसन्धानमा चाहिँ निकै सहज हुन्छ।